दर्ता चाहिँ मलाई फ्रीमै हुन्छ जस्तो लागेर म गएँ। मलाई चाहिँ त्यतिखेरसम्म पनि थाहा थिएन पैसा तिर्नुपर्छ भनेर। नेपालीहरूको लागि चाहिँ अलिकति चाहिँ महँगो नै हो साथी। 8,640 रुपियाँ हुने। एकछिन त मलाई यो दर्ता गरौँ नगरौँ 9,000 रुपियाँ त मान्छेको यहाँ आधी महिनाको तलब हुन्छ। हामीले पर्मिसन नलिकन उडायो भनेदेखि पुलिसले यो ड्रोन सिज पनि गर्न सक्ने रहेछ। अब यहीँ आफ्नै घरमा कोठामा उडाउँछु म। यो कुकुर जस्तै इमान्दार छ, सरर आउँछ। ल साथी हो, तपाईलाई मैले यो ड्रोनको दर्ताको विषयमा भन्छु भनेको थिएँ। अब दर्ता कसरी गर्ने के गर्ने भनेर म तपाईहरुलाई आज अब ड्रोन दर्ताको विषयमा भन्छु है त। यो ड्रोन चाहिँ हामीले दर्ता गरेको चाहिँ 8,640 रुपियाँ। यो चाहिँ $50 तिर्नुपर्ने रहेछ। $50 प्लस भ्याट। अब यो चाहिँ हामी नेपालीहरूको लागि चाहिँ अलिकति चाहिँ महँगो नै हो साथी हो हैन। किन महँगो हो भनेदेखि चाहिँ हामी अब नेपालीहरूको लागि चाहिँ नेपालीको त कमै हुन्छ। अनि त्यो पनि भयो। प्लस चाहिँ कस्तो भने डलरको भाउ बढेको छ आजको दिनमा हैन। डलर भाउ बढै छ। त्यही भएको कारणले जहिले पनि यो ड्रोन दर्ता गर्ने पैसा त बढेको गर्छ। हामीलाई चाहिँ एउटा स्थिर पैसा जस्तै 3,000 4,000 5,000 भइदियो भनेदेखि चाहिँ त्यो चाहिँ हामीलाई राम्रो हुन्थ्यो। तर यो बढेको गर्ने हिसाब भएकोले गर्दाखेरि डलरको चाहिँ त्यो चाहिँ मलाई राम्रो लागेन। फर्स्ट कुरा हैन। अनि अब दोस्रो कुरा यो दर्ता गर्ने कुरा। तपाईलाई म दर्ता गर्ने चाहिँ म तपाईलाई माथि यहाँ फर्म पनि राखिदिन्छु। यहाँ माथि फर्म हेर्नु होला। सजिलो छ। 2टा फर्म छ माथि राखेको। त्यो फर्महरू सरर आफैले फिलअप गर्ने। टक 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 सबै भरि पछाडि केही गर्नु पर्दैन। अनि यसको डकुमेन्टहरू सबै राख्नु पर्यो तपाईले। यसको यो भित्रको यो ब्याट्रीको यसको फोटो, यो ड्रोनको फोटो सहित हैन। यो कति केजी, यसको वेट कति, अनि यसको यो डिटेल्सहरू, यसको सिरियल नम्बरदेखि लिएर इच एन्ड एभ्रिथिङ सबै राखेर चाहिँ तपाईले त्यो डकुमेन्ट लिएर तपाई क्यान जानु पर्यो। क्यानमा चाहिँ तपाईलाई त्यति गाह्रो केही पनि छैन। क्यानमा गयो, त्यस पछाडि यो ड्रोन देखायो, सबै यसको डकुमेन्ट दियो। आफ्नो नागरिकताको फोटोकपी पनि लानुपर्छ है। आफ्नो नागरिकताको फोटोकपी पनि लग्यो। सबै डकुमेन्ट लिएर गइसकेपछि त्यहाँ दिएपछि उहाँहरूले यो यसको सबै चेक गर्नुहुन्छ, हेर्नुहुन्छ। अनि त्यहाँ त्यसपछि पैसा तिर्ने हो। अब मलाई चाहिँ त्यतिखेरसम्म पनि थाहा थिएन पैसा तिर्नुपर्छ भनेर। हेर्नुहोस् है, म यति सोझो दर्ता चाहिँ मलाई फ्रीमै हुन्छ जस्तो लागेर म गएँ दर्ता गर्न होइन। सरर गएँ दर्ता गर्नलाई। गएँ, चुप लाएर गएँ। अनि सबै बुझाएँ। अनि सबै फर्महरू सबै फिलअप गरेर बुझाउँदाखेरि अनि सबै हेर्नुभयो, उहाँले ओके भन्नुभयो। त्यस पछाडि अनि यहाँ पैसा तिर्नुहोस् भन्नुभयो। अनि पैसा भने मैले अनि पैसा भनेर भने। अनि त्यसपछि पैसा तिर्नुपर्छ भने। अनि कति पैसा भनेर सोधेँ मैले होइन। अन्त $50 प्लस ट्याक्स भन्नुभयो। अनि म एकछिन ल बेहोस भएर अनि त्यो नेपालीमा कन्भर्ट गर्दा कति हुन्छ भनेर सोधेको होइन। 8,640 रुपियाँ हुने रहेछ। हेर्नुहोस् है, एकछिन त मलाई यो दर्ता गरौँ नगरौँ के गरौँ भइरहला। अब 9,000 पैसा भने पनि जोक त होइन नि साथी हो। किन भन्नुहोस् त। 9,000 रुपियाँ पैसा तिरेर दर्ता मात्रै गर्नुपर्ने। 9,000 रुपियाँ त मान्छेको यहाँ आधी महिनाको तलब हुन्छ। 1 महिनाको तलबै हुन्छ कतिको 10-12 हजार त होइन। त्यो कारणले गर्दाखेरि मलाई दर्ता गर्यो कि नगरौँ जस्तो लागिरहेको। फेरि अब त्यहाँ पुगिसकेको थिएँ। अब दर्ता नगरी कुरो पनि भएन। अनि ल नि त भन्यो। अनि त्यस पछाडि 8,640 तिर दर्ता गरिदिएँ। अनि दर्ता गरी सबै पैसा तिरेँ। त्यसपछि पैसा तिरेपछि फेरि माथि जानुपर्ने रहेछ। माथि गएर रसिद दिनुभयो। रसिद दिएर फेरि तल तोक लाएर तल साइन गरेर त्यहाँबाट अनि उतापट्टि चेक जाँच शाखामा लगेर छोडिदिएँ। त्यहाँ छोडिदिएपछि चाहिँ यसको केही लागेन। त्यहाँ छोडिदिइसकेपछि 2 दिन पछाडि आउने रहेछ। त्यो जुन यो चाहिँ यहाँ छ। ल माथि हेर्नुहोस्, यो मैले यहाँनिर राखिदिएको छु। यस्तो आउने रहेछ। यो चाहिँ दर्ता भइसकेपछि आउने चाहिँ यो आउँदो रहेछ। अनि यो आइसकेपछि चाहिँ फाइनली हामीले ड्रोन मजासँग उडाउन मिल्ने रहेछ साथी हो। अनि फेरि तपाईँहरूलाई अर्को कुरा पनि म भन्छु। हामीले यो दर्ता गरेको जुन 8,000 यो पैसा 9,000 पैसा तिरेको चाहिँ फेरि के को लागि भन्नुहुन्छ भनेदेखि यो चाहिँ हामीले जस्ट दर्ता मात्रै गरेको उडाउनु पाउने भनेर। हामीले यो बाहेक अन्त अर्को ठाउँमा गएर उडाउनु पर्यो। जस्तै मैले अब यहाँबाट सगरमाथातिर गएर उडाउनु पर्यो, मैले यहाँबाट झापामा उडाउनु पर्यो भनेपछि मैले त्यहाँको अथोरिटीसँग छुट्टै पर्मिसन लिनुपर्ने रहेछ उडाउनलाई। अनि मैले यो कन्जर्भेसन एरिया अनि यो जस्तै पशुपतिमा अनि यता यो पाटनतिर हेरिटेज एरियाहरू हुन्छ नि, हेरिटेजतिर एरियातिर उडाउन पाइँदो रहन्छ। यदि उडाउनै पर्यो भनेदेखि पनि हामीले पर्मिसन लिएर बल्ल उडाउनु पर्ने रहेछ। बुझ्नुभयो नि कुरा। हामीले पर्मिसन नलिकन उडायो भनेदेखि पुलिसले यो ड्रोन सिज पनि गर्न सक्ने रहेछ साथी हो। अनि यदि तपाईँको ड्रोन पुलिसले लग्यो भनेदेखि तपाईँले त्यहीँ कुरा गरेर मिलाउनु पर्ने रहेछ। पुलिससँग त्यहीँ अब रिक्वेस्ट गरेर हुन्छ, कसरी हुन्छ त्यहीँ मिलाउनु पर्यो। यदि त्यहाँबाट पुलिसले यता हेडक्वार्टर पठाइदियो भनेदेखि तपाईँले कि त हेडक्वार्टर गएर त्यो यो सिंहदरबार कहाँ जाँदो रहेछ त्यहाँनिर गएर तपाईँले त्यहाँ मिलाउनु पर्यो कुरा। त्यहाँ पनि मिलाउनु सक्नु भएन। र यदि यो ड्रोन पुलिसले सिज गरेर लगेर चाहिँ एभिएसनमै पुग्यो भनेदेखि, क्यानमा पुग्यो भनेदेखि चाहिँ तपाईँको चाहिँ यो ड्रोन चाहिँ सधैँभरिको लागि सिज हुने रहेछ है। अनि त्यो बेसी त्यहाँ पुगिसकेपछि क्यानले त्यो ड्रोन दिँदो रहन्छ। अथोरिटी बिना उडाएको ड्रोन त्यसैले क्यानले सिज गरेर पछि टेन्डर खुलाएर अनि बल्ल अनि अरूलाई अरू मान्छेलाई बेच्दो रहेछ टेन्डर खुलाइसकेपछि। त्यही भएर
ड्रोन उडाउँदाखेरि जहाँ पाए त्यहाँ नउडाउँ, पुलिसहरूसँग पनि झगडा नगरौँ, पुलिसहरूलाई बरु रिक्वेस्ट गरौँ यदि तपाईँ समाति हाल्यो भनेदेखि दर्ता गर्नु भएको छैन भनेदेखि दर्ता गर्नु होला, दर्ता नगरिकन नउडाउनु होला। दर्ता चाहिँ एकदम इम्पोर्टेन्ट हो, म्यान्डेटरी नै हो यसको लागि, ड्रोनको लागि, किनभनेदेखि आफ्नो रेकर्ड पनि हुनु पऱ्यो नि त, आफ्नो कहाँ उडाछ के उडाछ भन्ने थाहा पनि हुनु पऱ्यो। अनि यो एयरपोर्ट जोनहरूतिर पनि उडाउन मिल्दैन। मेरो घर चाहिँ अब यहीँ एयरपोर्टै अगाडि छ, उडाउन खोज्यो कि जतिखेर पनि उडाउन खोज्यो कि त्यहीँ गरेर आवाज आउँछ, नउडा भन्छ। त्यो कारणले गर्दा अब मैले उडाएको चाहिँ छैन ड्रोन होइन। अब यहीँ आफ्नै घरमा कोठामा उडाउँछु, म प्र्याक्टिस गरिरहेको छु। मैले पनि फर्स्ट टाइम हो यताउता प्र्याक्टिस, यता कोठाबाट उता कोठा लान्छु, उता कोठाबाट यता कोठा लान्छु होइन, सरर लानी गरेको छु अनि प्र्याक्टिस गरेको छु। बच्चाहरूलाई खेल्ने कुरा जस्तो भएको छ यो ड्रोन अहिले, हेर्नुहोस् जहाँ पाए त्यहाँ उडाउनु नपाएर है। त्यही भएर अब तपाईँहरूलाई अब यसको बारेमा त मैले सबै भनिसकेको छु, यसको दर्ताको विषयमा पनि भनिहालेँ। दर्ता चाहिँ नगरिकन नउडाउनु होला। धेरै ड्रोनहरू चाहिँ सिज पनि भएका छन्, त्यसैले साथी हो अब ड्रोनको त्यही हो। अब एक दुईचोटि तपाईँलाई म उडाएर पनि देखाउँछु, हेर्नुहोस् सट्ट लाएर अब यसलाई मोबाइलबाट एक दुईचोटि म तपाईँलाई उडाएर पनि देखाउँछु। कुरो बुझ्नुभयो? ल ल आइज, यसले मलाई अब फलो पनि गर्छ साथी हो। सुइँ लाएर जता जता गएँ त्यतै आउँछ यो। जोस् यो घरको कुकुर जस्तै छ, यो कुकुर जस्तै इमान्दार छ, सरर आउँछ। आइज हातमा आइज ल छ्याट्ट लाएर। त्यसैले साथी हो अब भनिहालेँ मैले तपाईँहरूलाई, ड्रोन दर्ता गरेर उडाउनु होला। ड्रोन किन्दै हुनुहुन्छ भनेदेखि पनि विचार गरेर किन्नु होला। किन्नुहुन्छ छुट्टै पैसामा, त्यस पछाडि दर्ता गर्नुहुन्छ 9,000मा, त्यो पनि तपाईँहरूले भन्या ठाउँमा राम्रोसँग जताभाइ त्यतै उडाउन पाउनुहुन्न। त्यसैले किन्दै हुनुहुन्छ भनेदेखि चाहिँ विचार गर्नु होला, पैसा सस्तो छैन कि भाडामा कोहीसँग लिनु होला। अब कसैले तपाईँलाई त्यस्तै ड्रोन सटहरू चाहियो भनेदेखि भाडामा किन्दाखेरि तपाईँलाई सायद सस्तो पर्ला। अब यो किनेर खासै धेरै फाइदा पनि छैन। मलाई पनि रहर थियो, 2-4 पल्ट उडाएँ, अब मलाई पनि खासै रहर पुगिसक्यो हेर्नुहोस् होइन। यो ड्रोनको जैल लिएर हिँड्ने पनि होइन। अब जता पनि जाँदा पर्मिसन लिनुपर्छ भनिसकेपछि त्यसले अलिकति भए पनि झ्याउ गऱ्यो, अलिकति भए पनि अब आफूलाई नमजा लाग्यो। त्यो कारणले गर्दाखेरि चाहिँ त्यही हो। अब मेरो आफ्नो तपाईँलाई व्यक्तिगत कुराहरू, व्यक्तिगत गुनासो भनिहाल्यो। बाँकी तपाईँहरूको सोच, तपाईँहरूलाई उडाउन मन छ, तपाईँहरूलाई किन्न मन छ भनेदेखि तपाईँले किन्न सक्नुहुन्छ। मेरो सजेसन चाहिँ तपाईँहरूलाई त्यही हो कि किन्दाखेरि विचार गरेर किन्नु होला। एकपल्ट न, दुईपल्ट न, 3 पल्ट न, 10 पल्ट विचार गरेर किन्नु होला। यसको चाहिँ तपाईँहरूलाई म्यान्डेटोरी नै किन्ने आवश्यकता छ भनेदेखि किन्नु होला, नभए चाहिँ नकिने पनि हुन्छ, भाडामा लिए पनि हुन्छ है साथी हो। ल त्यति भन्दै आजको मेरो 2 शब्द यहीँ टुङ्ग्यान्छु साथी हो। ड्रोनको तपाईँलाई मैले दर्ता गर्ने प्रोसेस पनि भनिदिएँ, के गरेर डकुमेन्ट पनि देखाइदिइहालेँ। अब किन्दै हुनुहुन्छ भनेदेखि दर्ता पनि गर्नु होला। त्यही हो साथी होला। त्यति भन्दै आज म बिदा हुन्छु। थ्याङ्क यू, आई लभ यु अल, किप लभिङ, किप सपोर्टिङ, सब्सक्राइब गर्नु होला, फलो गर्नु होला, सबै गर्नु होला त। बाई।